एभ्रिवान, के गर्नुहुँदैछ तपाईँहरू? एउटा कुरा देखाउँछु भनेर मैले भिडियो बनाएको। हेर्नुहोस् न, हाम्रो आन्टीले चाहिँ, मेरो बाबाको बहिनी आन्टीले चाहिँ नानीको लागि चाहिँ कस्तो क्युट क्युट सबै हुन्छ नि बुनिदिनु भएको रहेछ। अब बुनेर चाहिँ लुगा बनाइदिनु भएको रहेछ। त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु ल, कस्तो छ हेर्नुहोस् न, कस्तो क्युट फ्रक छ हो। आन्टीले आफै बुन्नु भएकै छ। हाम्रो आन्टीले चाहिँ दामी बुन्नु हुँदो रहेछ। अनि नेक्स्टमा रहेछ दिस वान स्कर्ट, टोपी, कस्तो दामी बुनिदिनु भएको छ हेर्नु नि हो। फेरि यो पनि अर्को टोपी, यो यस्तो खालको यस्तो हुन्छ नि, उयो लाउँछ नि सक्स, टिङ टिङ टिङ, कति क्युट छ नि, पिरिटिरी परेको। अनि यो पनि छ सक्स, सक्स यो पनि यस्तो। थ्याङ्क यू आन्टी, नानीलाई यस्तो मजा मजाको प्रिटी प्रिटी लुगा सिलाइदिनु भएकोमा थ्याङ्क यू सो मच। छोरीकोबाट पनि चाहिँ मेरो ठुलो फुपूले ल्याइदिनु भएको नानीलाई र स्वेटर। सो थ्याङ्क यू ठुला आन्टी, तपाईँलाई पनि। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।